वेलकम ब्याक टु माई मिनी ब्लग्स। अहिले भने म कालेबुङ मोटर स्ट्यान्डमा छु र मोटर स्ट्यान्डदेखि लागिरहेछु म हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टरमा, जहाँ एउटा एकदमै विशेष कुरो बताउन लागि हजुर समक्ष देखाउन लगिरहेको छु। यो साइड राइट साइडबाट जान्छ ओक्देन रोड हुँदै 10 माइल र यहाँदेखि उकालो चाहिँ गाडीको निकासी हुन्छ। स्ट्यान्डबाट चाहिँ 1 बाई भएको हुनाले यहाँबाट गाडी लम्किन्छ है। यहाँबाट गएपछि अब कहाँ पुग्दो रहेछ हेर्दै जानुहोस् है। यहाँनिर एकदम रुक के जा रहा है, रुक के ना देखो, रुक के मुड़ के ना देखो, मुड़ के भन्दै उकालो लागिरहेछ गाडी हो। र म पनि लागिरहेछु सँगसँगै। यहाँ देख्नु हुँदैछ, थम्बनेलमा देख्नु होला हजुरले के को लागि चाहिँ बनाएको मैले भन्ने। र हेर्नुहोस्, यो बुझेर पनि तपाईँले सोच्नुहोस् यो के को लागि बनाएको छ। अब म चाहिँ यहाँनिर डिएस गुरुङ रोडलाई टच गरेँ है। डिएस गुरुङ रोडलाई टच गर्ने क्रममा यहाँनिर देख्नु हुँदैछ गाडीको भिडभाड लागिरहेको छ। बिहान एक्सिस ब्याङ्क देखिरहनु भएको छ, त्यसको अपोजिटपट्टि पर्छ है हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टर। अब यहाँनिर चाहिँ राइट साइडबाट देख्नु हुँदैछ डिएस गुरुङ रोड हो यो। त्यहाँबाट चाहिँ उता सिलगढीतिर जाने हो, होम्सतिर जाने हो। अब यहाँ चाहिँ तपाईँको सिके चोक जाने बाटो पर्यो। अब यहाँबाट चाहिँ हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टरको नजिक आइपुगेँ म। हजुरले हेर्दै जानुहोला र स्वसाधन गर्दै जानुहोला। यो चाहिँ हाम्रो एक्ज्याक्ट लोकेसन देखाउनु लागि कतिजनाले हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टर चिन्दैन। यसले कति राम्रो काम गर्यो। यो भित्र इन्ट्रेन्स गरेँ म पोखरेल लजमा। यो मुनि चाहिँ काठ दोकान हो। यहाँदेखि उकालो चाहिँ चिप्स दोकान छ। यो सिँढी एक स्टेप नागेपछि 2-3 स्टेप नागेपछि पर चाहिँ लालगल्लीबाट आउने बाटो हो। यहाँ चाहिँ हङकङ रेस्टुरेन्ट जाने बाटो र हाम्रो यहाँनिर स्ट्यान्डी लागेको छ। यहाँनिर थालीबाट यो फुड थेरापी, यहाँ हाम्रो रिसेप्सनिस्ट बसिराख्नु भएको छ। यहाँ हाम्रो प्रोप्राइटरको ठाउँ हो। यो हाम्रो दबाईहरू विभिन्न किसिमको दबाईहरू यहाँनिर छ। दबाई औषधिहरू प्योर आयुर्वेदिक औषधि क्लासिक मेडिसिन्सहरू देख्नु हुँदैछ। रिसेप्सनले काम गर्दैछन्। हाम्रो सर आइपुग्नु भएको छैन। यहाँ सर्टिफिकेट देख्नु हुँदैछ अगाडिपट्टि। यो सर्टिफिकेट चाहिँ तपाईँको हाम्रो वेलनेस कोचको सर्टिफिकेट है। यो चाहिँ हामीले प्राप्त गरेको सर्टिफिकेट, सबैजनाको सर्टिफिकेट हुँदाएको छ यहाँनिर। यहाँ वेलनेस कोच पनि प्राप्त गर्न सकिन्छ है। लो साथी हेर्नुहोस्, अब यहाँनिर सेकेन्ड टाइममा चाहिँ सर आइसक्नु भएको छ। हाम्रो सुनिल तामाङ सर, हाम्रो प्रोप्राइटर, हाम्रो सिनियर मेन्टर आइसक्नु भएको छ। छेउमा सतीश सर पनि उभिराख्नु भएको छ। हाम्रो एकजना म्याडम पनि हुनुहुन्छ। यहाँ हाम्रो महेश सर हुनुहुन्छ, आफ्नो कार्य गर्नुहुँदैछ। यहाँनिर चाहिँ हाम्रो काँसा थाली थेरापी है। र विशेष गरी आज हजुरमा यहाँ चाहिँ यकृजी सिरपको बारेमा बताउन आएको। यकृजी सिरप चाहिँ थुप्रै औषधीय वनस्पतिबाट तयार गरिएको यकृजी सिरप, जसले चाहिँ हाम्रो लिभर सिरोसिस ठिक गर्छ, लिभर फ्याटी लिभरलाई ठिक गर्छ, नन एल्कोहोलिक फ्याटी लिभरलाई ठिक गर्छ। यसले खाना एपिटाइटलाई ठिक गर्छ अनि सम्पूर्ण लिभरसँग सम्बन्धित बिमारलाई ठिक गर्छ। र यो चाहिँ लिभर सपोर्ट ट्याब्लेट पनि हो, लिभर डिटक्स ट्याब्लेट पनि। यसले डिटक्सिफाईको काम पनि गर्छ र वान अफ द बेस्ट लिभर सिरप चाहिँ यहाँ पाउनुहुन्छ। र सम्पर्क राखेर आउनुहोस्, एकपल्ट भिजिट गर्नुहोस् है हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टरमा र आफ्नो एकदमै निको हुनसकेको रोगलाई निको पार्न सक्नुहुन्छ। हजुरलाई स्वागत जनाउँदैछु हाम्रो कालेबुङ आयुर्वेद हेल्थ केयर सेन्टरमा। र सबैलाई लाइक कमेन्ट सेयर गर्नु, धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। कतिजनाले बुझेका छन्, जानेका छन् है त। नमस्ते, फेरि भेटौँ। बाई बाई, सी यू अगेन।